वैवाहिक बन्धनमा बाँधिए समाजसेवी सञ्चारकर्मी लक्ष्मण पाठक। दर्शकबिन, विगत लामो समयदेखि जापानलाई कर्मभूमि बनाउँदै आएका समाजसेवी सञ्चारकर्मी लक्ष्मण पाठक वैवाहिक बन्धनमा बाँधिएका छन्। जापानदेखि केही दिन पहिला मात्रै नेपाल फर्किएका पाठक वैवाहिक बन्धनमा बाँधिएसँगै नयाँ जीवनको सुखद अध्याय सुरु गरेका हुन्। झन्डै 1 दशक बढी समयदेखि जापानमा रहँदै विशेष गरी उनले त्यहाँ कयौं नेपालीलाई अप्ठ्यारो परेका बेला साथ, सहयोग र दरिलो समर्थन गर्दै आएका छन्। कयौं नेपाली विद्यार्थी बिरामी पर्दा उपचार पाएका छन् त कयौं कामविहीन हुँदा काम पाएका छन् त कति सुरक्षित तरिकाले नेपाल फर्किन पाएका छन्। हालै 5 नेपाली विद्यार्थी कलेजबाट निष्कासनमा परेपछि उनले समन्वय गरी अन्यत्र अध्ययनको व्यवस्था मिलाएका थिए। अहिले धेरै जापानमा रहेका विद्यार्थीहरूले उनलाई अभिभावकको रूपमा हेर्ने गरेका छन्। लक्ष्मण सरको यो जोडीलाई हार्दिक बधाईसँगै दाम्पत्य जीवनको शुभकामना। बिहेकै दिन दोहोरी गाएर धुम मचाउँदै गायिका लक्ष्मी खड्काको सुन्दर जोडी। पनि प्यारी आइसक्यौ तिमी मेरो घरमा स्वागत छ लक्ष्मी। दर्शकबिन, लोकदोहोरी गायिका लक्ष्मी खड्का र उनका श्रीमान किसान ढकालले बिहेकै दिन दोहोरी गाएर निकै रमाइलो माहौल बनाएका छन्। धादिङ स्थायी घर भएका किसान र लक्ष्मी खड्का लामो समयदेखि बेलायतमा बस्दै आएका थिए। अहिले उनीहरू नेपाल फर्किएर विवाह सम्पन्न गरेका हुन्। लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका लक्ष्मी खड्का लामो समयदेखि पढाइको सिलसिलामा बेलायतमा बस्दै आएकी थिइन्। खड्का विदेश पुगेपछि उनको अभाव लोकदोहोरी क्षेत्रमा सधैँ खड्किरहेको छ। गायिका लक्ष्मी खड्काको यो जोडीलाई वैवाहिक जीवनको बधाईसँगै हार्दिक शुभकामना।